हेलो नमस्कार साथीहरू, हजुरहरूलाई धेरै धेरै स्वागत छ यस आद्या ब्याङ्किङ एन्ड जीके एजुकेसन च्यानलमा। अबबाट म हजुरहरूको लागि नेपालका सरकारी ब्याङ्कहरूको साथसाथै लोकसेवाको हरेक इक्जाममा महत्त्वपूर्ण सामान्य ज्ञानका विभिन्न भिडियोहरू पनि लिएर आउनेछु। यसै क्रममा आज मैले नेपालको इतिहासबाट भिडियो लिएर आएकी छु, जसमा चाहिँ प्राचीन काल सम्बन्धी छ। यसमा अब सुरु गरौँ है त। नेपाली भाषाको पहिलो शिलालेख कुन हो? नेपाली भाषाको पहिलो शिलालेख चाहिँ विक्रम सम्वत 1414मा राजा पृथ्वी मल्लद्वारा स्थापित दैलेखको कार्तिक खम्बा नजिकको दामुपालको शिलालेख नेपाली भाषाको पहिलो शिलालेख हो। नेपालको इतिहासमा प्राचीन कालको समय कुन हो भन्दा प्रारम्भदेखि विक्रम सम्वत 936 प्राचीन काल हो। नेपालको इतिहासमा मध्यकालको समय कुन हो भन्दा विक्रम सम्वत 936 देखि विक्रम सम्वत 1825 चाहिँ मध्यकाल हो। त्यसैगरी नेपालको इतिहासमा आधुनिक कालको समय कुन हो भन्दा विक्रम सम्वत 1825 देखि हालसम्म चाहिँ आधुनिक काल भयो। काठमाडौँ उपत्यकालाई पहिले के भनिन्थ्यो? काठमाडौँ उपत्यकालाई चाहिँ पहिले नागदह भनिन्थ्यो। काठमाडौँ उपत्यकाका प्रथम राजा को हुन्? काठमाडौँ उपत्यकाका प्रथम राजा चाहिँ धर्माकर हुन्। अर्को प्रश्न, स्वयम्भूको डाँडाको 4 युगको नाम चाहिँ के हो? के हुन् भन्दा सत्ययुगमा पद्मगिरी, त्रेतायुगमा वज्रकूट, द्वापर युगमा गोश्रृङ्ग र कलियुगमा गोपुच्छ। नेपालको पहिलो शासक को थिए? नेपालको पहिलो शासक चाहिँ गोपाल वंश। गोपाल वंश चाहिँ नेपालको पहिलो शासकहरू थिए। गोपाल वंशका प्रथम राजा को थिए भन्दा भुक्तमान, भूमिभुक्त पनि भन्छौँ हामी। नेपाल जस्तो गोपाल वंशले जम्मा कति वर्ष शासन गरे भन्दा 521 वर्ष शासन गरे। गोपाल वंशमा जम्मा कतिजना राजाले शासन गरे भन्दा जम्मा 8 जनाले गरे। 521 वर्ष शासन गर्दा चाहिँ जम्मा 8 जनाले मात्रै गरे। गोपाल वंशका अन्तिम राजा को थिए भन्दा यक्षगुप्त चाहिँ गोपाल वंशका अन्तिम राजा थिए। अर्को प्रश्न छ, गोपाल वंशपछि शासन गर्ने वंश कुन हो? महिषपाल वंश, जसलाई चाहिँ आविर वंश, अहिर वंश पनि भन्छन्। अर्को प्रश्न छ, महिषपाल वंशको प्रथम राजा को थिए? महिषपाल वंशको प्रथम राजा चाहिँ बरसिंह हो। महिषपाल वंशको अन्तिम राजा को थिए भन्दा भुवन सिंह चाहिँ महिषपाल वंशको अन्तिम राजा थिए। अर्को प्रश्न छ, महिषपाल वंशका कतिजना राजाहरूले शासन गरे भन्दा 3 जनाले मात्र गरेथे। महिषपाल वंशले कति वर्ष शासन गरे भन्दा 111, जम्मा 3 जनाले गरेको थिए, त्यही भएर 111 वर्ष मात्र शासन गरे। अर्को प्रश्न छ, गोपाल वंश र महिषपाल वंशको प्रमुख पेशा के थियो भन्दा गोपाल वंशको चाहिँ गाई पालन, महिषपाल वंशको चाहिँ भैँसी पालन रहेको थियो। अर्को प्रश्न छ, गोपाल वंश र महिषपाल वंशको शासन केन्द्र चाहिँ कहाँ थियो भन्दा मातातीर्थमा चाहिँ उनीहरूको शासन केन्द्र थियो। किरात वंशका प्रथम राजा को थिए भन्दा यलम्बर थिए। किरात वंशमा शासन केन्द्र चाहिँ कहाँ थियो भन्दा किरात वंशमा गोकर्णमा थियो। नेवारहरूले यलम्बरलाई के को रूपमा पूजा गर्छन् भन्दा आकाश भैरवको रूपमा चाहिँ यलम्बरलाई पूजा गर्दछन्। किरात वंशमा कतिजना राजाहरूले शासन गरे भन्दा 32 जना, जसमा चाहिँ 29 पुस्ता रहेको थियो। 32 जनाले चाहिँ किरात वंशमा शासन गरे। कुन किराती राजाको पालोमा महाभारत युद्ध भएको मानिन्छ भन्दा छैठौँ किराती राजा हुमतीको पालामा चाहिँ महाभारतको युद्ध भएको मानिन्छ। अर्को प्रश्न, कुन किराती राजाको पालामा गौतम बुद्ध चाहिँ बुद्ध धर्मको प्रचार गर्न नेपाल आएका थिए? 7औं राजा जितेदास्तीको पालामा
गौतम बुद्ध धर्मको प्रचार गर्नलाई नेपाल आएका थिए। अर्को प्रश्न छ, कुन किराँती राजाको पालोमा सम्राट अशोक नेपाल आएका थिए भन्दा हाम्रो 14औं राजा स्थुम्कोको पालामा चाहिँ सम्राट अशोक नेपाल आएका थिए। सम्राट अशोकले नेपालमा के गरेको योगदान चाहिँ के थियो भन्दा लुम्बिनीमा अशोक स्तम्भ खडा गरे, जसमा चाहिँ ब्राह्मी लिपि पाली भाषाको प्रयोग गरिएको छ। त्यस बेलादेखिको यो लुम्बिनीको अशोक स्तम्भ। अर्को प्रश्न छ, किराँत कालमा हाङ र तुम्ब्याङ भनेको के हो? किराँत कालमा हाङ भनेको राजा, तुम्ब्याङ भनेको चाहिँ मन्त्री हो। किराँतपछि नेपालमा शासन गर्ने को थिए भन्दा सोमवंश अर्थात् चन्द्रवंशी पनि भनिन्छ उनीहरूलाई चाहिँ। सोमवंशी चाहिँ प्रथम राजा को थिए भन्दा निमिष थिए। सोमवंशमा जम्मा कतिजनाले शासन गरे भन्दा 5 जनाले शासन गरे। सोमवंशी प्रथम राजा त आइसकेको थियो, प्रथम राजा निमिष र अन्तिम राजा भने भास्कर वर्मा हुन्। त्यसै गरी सोमवंशी राजा निमिषले गरेका उल्लेख्य कामहरू छन् यहाँ, जस्तो सोध्न सक्छ। गोकर्ण दरबार, गोदावरी दरबार निर्माण, 12 वर्षे गोदावरी मेला, पशुपतिमा चतुर्मुखी लिङ्ग स्थापना, यो चाहिँ राजा निमिषले गरेका कामहरू हो। त्यसै गरी सूर्यवंशी प्रथम राजा को थिए भन्दा भूमिवर्मा। सोमवंशपछि सूर्यवंशले शासन गरे र वैष्णव धर्मको उत्थान गर्ने राजा को हुन् भन्दा सूर्यवंशी राजा चाहिँ हरिदत्त वर्माले वैष्णव धर्मको उत्थान गरेका थिए। लिच्छवी वंशका प्रथम राजा को थिए भन्दा जयदेव प्रथम। सूर्यवंशपछि चाहिँ हाम्रो लिच्छवी वंश प्रारम्भ भयो। त्यसपछि लिच्छवी वंशको प्रथम राजा जयदेव प्रथम भए। लिच्छवी वंशले कति वर्ष शासन गरे भने 800 वर्ष शासन गरे। लिच्छवी वंशका चाहिँ अन्तिम राजा जय कामदेव हुन्। प्रथम राजा जयदेव र अन्तिम राजा जय कामदेव यस्तै रहेको छ। नेपालको प्रमाणिक राजा भनेर कसलाई भनिन्छ भन्दा लिच्छवी राजा मानदेवलाई चाहिँ भनिन्छ। मानदेवले चलाएको मुद्रालाई के भनिन्छ भन्दा मानाङ्क भनिन्छ। मानदेवले चलाएको मुद्रालाई। राजा मानदेवको जन्म कहिले भएको थियो भन्दा विक्रम सम्वत 521 मा चाहिँ राजा मानदेवको जन्म भएको थियो। मानदेवको पालादेखि चाहिँ हाम्रो शिलालेखहरू भेटिएको हुनाले चाहिँ अब मानदेवलाई चाहिँ हामीले प्रमाणिक राजा भन्यौँ। मानगृह, चाँगु नारायण, पलाञ्चोक भगवतीको निर्माण कसले गरेका हुन् भन्दा राजा मानदेव। लिच्छवी कालको महासामन्त भनेर चिनिने चाहिँ को थिए भन्दा अंशुवर्मा थिए। लिच्छवी कालमा महाराजाधिराज पदवी धारण गर्ने को थिए? अंशुवर्मा नै हुन्। अंशुवर्माले गरेका कामहरू चाहिँ के छन् भन्दा गुप्त सम्वत चलाएका, शब्द विद्या पुस्तक लेखेका। यो शब्द विद्या पुस्तक चाहिँ कतिपटक सोधिसकेको पनि प्रश्न हो। बालकको सालनाल काट्ने चलन चलाएका, युवराज घोषित गर्ने चलन चलाएका, कैलाशकूट भवन निर्माण गरेको, यो सबै चाहिँ अंशुवर्माले गरेका कार्यहरू हुन्। त्यसै गरी हरितारा जिकुटीको चाहिँ विवाह कोसँग कुन कालमा भएको थियो भन्दा तिब्बतका राजा सङसन गम्पोसँग लिच्छवी कालमा नै भएको हो। पहिलोपल्ट युवराज घोषित हुने राजा चाहिँ को थिए भन्दा उदयदेव। अंशुवर्माले चलाए र उदयदेव चाहिँ अंशुवर्माका नै छोरा हुन्। उनले चाहिँ युवराज घोषित गरे। लिच्छवी वंशका पूर्णचन्द्र भनिने राजा को थिए भन्दा नरेन्द्रदेव थिए। नरेन्द्रदेव नै थिए रातो मच्छिन्द्रनाथको रथयात्रा चलन चलाउने, भद्रादिवास निर्माण गर्ने को थिए भन्दा नरेन्द्रदेव हुन्। यो रातो मच्छिन्द्रनाथको रथयात्रा पनि कतिपटक सोधिसकेको छ इक्जामहरूमा। लिच्छवी कालको आदि पुरुष भनेर कसलाई भनिन्छ भने कुन राजा भन्दा सुपुष्पलाई भनिन्छ। सुपुष्पले गरेका कार्यहरू चाहिँ पशुपतिको देवल बनाउने, त्यसमा छाना हाल्ने, सहर सुन्दर बनाउने, वर्ण व्यवस्था लागू गर्ने, 4 वर्ण 18 जात प्रचलनमा ल्याउने चाहिँ को हुन् भन्दा सुपुष्प हुन्। नेपाल सम्वतका प्रणेता को हुन् भन्दा शङ्खधर पाखुवा। उनी चाहिँ एक व्यापारी थिए। उनले पनि यही कालमा सम्वत
चलाएका नेपालसम्म चलाएका हुनाले यो बिचमा राखिएको छु मैले। कसको पालामा शङ्खधर साखुवाले नेपालसम्म चलाएका थिए भन्दा राघव देवको पालामा विक्रम सम्वत 936मा चाहिँ शङ्खधर साखुवाले नेपालसम्म चलाएका थिए। अर्को प्रश्न छ, प्राचीन कालको अन्तिम र मध्यकालको प्रथम राजाको हुन् भन्दा प्राचीन कालको अन्तिम मध्यकालको प्रथम राजा चाहिँ हाम्रो राघव देव नै हुन्। 936 चाहिँ हाम्रो अन्तिम यो प्राचीन कालको अन्तिम सम्वत पनि हो। यसपछि चाहिँ हाम्रो अर्को हाम्रो मध्यकाल सुरु हुन्छ। अब यो लिच्छवी कालमा चाहिँ धेरै कुराहरू चलनमा आएका हुनाले यहाँ केही मैले राखेको छु। जस्तै नृप भट्टाधि महाराजधिराज भट्टारक भनेर चाहिँ राजालाई भनिन्थ्यो। महासर्वदण्ड नायक भनेर प्रधान न्यायाधीशलाई, त्यसै गरी प्रसादाधिकृत भनेर कार्यालय प्रमुखलाई, प्रतिहार भनेर द्वारे जो चाहिँ जनताको उजुरी चाहिँ राजा समक्ष पुर्याउने गर्दथ्यो प्रतिहार भनिन्थ्यो। त्यसै गरी सार्थ भनेर व्यापारीलाई भनिन्थ्यो, प्रधान भनेर गाउँको प्रमुखलाई भनिन्थ्यो, सार्थवाह भनेर व्यापारीको नाइकेलाई भनिन्थ्यो, सर्वदण्ड नायक भनेर न्यायाधीशलाई भनिन्थ्यो त्यतिखेर लिच्छवी कालमा। त्यसै गरी महासामन्त वा महाअमात्य भनेर चाहिँ प्रधानमन्त्रीलाई भनिन्थ्यो, महाप्रतिहार भनेर राजाको हजुरिया वा अङ्गरक्षकलाई भनिन्थ्यो भने महाबलाध्यक्ष भनेर चाहिँ सेनातर्फको सर्वोच्च पदाधिकारीलाई चाहिँ महाबलाध्यक्ष भनिन्थ्यो। त्यसै गरी विषयपति भनेर जिल्ला प्रमुखलाई भनिन्थ्यो, विषय चाहिँ जिल्लालाई भनिन्थ्यो, त्यही भएर विषयपति चाहिँ जिल्ला प्रमुखलाई भनिन्थ्यो। सामन्त अमात्य भनेर मन्त्रीलाई, दण्डनायक भनेर प्रहरी प्रमुखलाई भनिन्थ्यो। त्यस्तै गरी बलाध्यक्ष महाप्रतिहार भनेर राजदरबारको सर्वोच्च पदाधिकारीलाई भनिन्थ्यो। चारवाड भनेर गाउँ गाउँमा घुमी कर असुल गर्ने व्यक्तिलाई चारवाड भनिन्थ्यो। त्यसै गरी लिच्छवी कालमा चाहिँ भौगोलिक हिसाबले नेपालको विभाजन हेरौँ। ग्राम, सानो गाउँलाई चाहिँ ग्राम भनिन्थ्यो भने गाउँको प्रमुख प्रधान हुन्थे। तल भनेर चाहिँ विकसित गाउँलाई भनिन्थ्यो। व्यापारिक केन्द्रलाई द्रङ्ग भनिन्थ्यो। विषय जिल्ला भनिन्थ्यो, जिल्लालाई विषय भनिन्थ्यो। लिच्छवीकालीन कर त्रिकर यो चाहिँ लिच्छवी कालको प्रमुख कर थियो। यसमा चाहिँ भाग, भोग र कर भनेर पर्थ्यो र भागमा कृषिमा लाग्ने करलाई भाग, पशुपालनमा लाग्ने करलाई भोग र व्यापार वाणिज्यमा लाग्ने करलाई चाहिँ करै भनिन्थ्यो। त्यसै गरी चैल कर भनेर कपडामा लगाइने कर, तैल कर भनेर तेल उत्पादनमा लगाइने करलाई भनिन्थ्यो। लिच्छवी कालको चाहिँ यो सबै नै महत्त्वपूर्ण नै छ साथीहरू, त्यही भएर एकदमै हेर्नु होला। लिच्छवीकालीन अंश जस्तो कुथेर भनेर चाहिँ मालपोत, राजस्व र भूमि सम्बन्धी कार्य गर्ने अड्डालाई चाहिँ कुथेर भनिन्थ्यो। लिकबल भनेर चाहिँ यातायात, कुलो, खानेपानी सम्बन्धी कार्य गर्ने अड्डालाई चाहिँ लिकबल भनिन्थ्यो भने मापचोक भनेर चाहिँ विवाह प्रतिबन्ध, पुनर्विवाह, सम्बन्ध विच्छेद जस्ता अड्डाका कार्य गर्नेलाई चाहिँ मापचोक भनिन्थ्यो। त्यस्तै गरी सुल्ली भनेर चाहिँ पञ्च अपराध, चोरी, हत्या, बलात्कार, राजद्रोह र अपराधमा सघाउने सम्बन्धी मुद्दा हेर्ने र दण्ड दिने अड्डालाई चाहिँ सुल्ली भनिन्थ्यो। यस्तो हरेक कुराको मुद्दा माम्लाको चाहिँ छुट्टा छुट्टै अड्डा थिए। त्यसै गरी पान्चाली भनेर चाहिँ गाउँको मुद्दा मामिला र विकास निर्माण कार्य गर्ने अड्डालाई चाहिँ पान्चाली भनिन्थ्यो। त्यस्तै अग्रहार भनेर शिक्षा सम्बन्धी कार्य गर्ने संस्थालाई चाहिँ अग्रहार भनिन्थ्यो भने भट्टाधिकरण भनेर जात र धर्मको रेखदेख गर्ने संस्थालाई भट्टाधिकरण भनिन्थ्यो। अर्को छ बिष्टी, झारा वा श्रमको बन्दोबस्त गर्ने संस्थालाई चाहिँ बिष्टी भनिन्थ्यो भने वृत्ति अधिकरण भनेर जागिर तथा तलब दिने अड्डालाई चाहिँ वृत्ति अधिकरण पनि भनिन्थ्यो। बजार अड्डा, भन्सार सम्बन्धी काम गर्ने अड्डालाई चाहिँ बजार अड्डा भनिन्थ्यो। पूर्वाधिकरण भनेर पूर्वी भागको प्रशासन हेर्ने अड्डालाई भनिन्थ्यो भने पश्चिमाधिकरण भनेर पश्चिम भागको प्रशासन हेर्नेलाई भनिन्थ्यो। हस् साथीहरू, धेरै धेरै धन्यवाद हजुरहरूलाई यस्तै महत्त्वपूर्ण भिडियोको लागि। यस भिडियोलाई लाइक गरी मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्। धन्यवाद, थ्याङ्क यू।